माई न्यू भ्लगमा फेरि उपस्थित भइसकेको छु साथीहरू। आजको मेरो युट्युब भिडियो तपाईँहरूको लागि माई न्यू युट्युब भ्लगमा फेरि आइसकेको छु। स्वागत छ मेरो भ्लगमा तपाईँहरूलाई। आज चाहिँ स्कुल पनि छुट्टी थियो सानो यो बाबुको, त्यो भएको गर्दाखेरि आज यो मसँग आएको छ। र आज यो चाहिँ स्कुल जान लाग्यो लगभग झन्डै 2 महिना जति कतिको। र यसले कति कति कुराहरू सिक्यो त स्कुल जाँदाखेरि, त्यो सबै कुराहरू हामी यसलाई सोध्दैछौँ। र यसले चाहिँ भन्न सक्छ नै यसले चाहिँ कति कुराहरू सिक्यो। यसको आज टेस्ट गर्नु पऱ्यो माइन्डलाई, त्यसो गरेर तपाईँहरू अन्तिमसम्म भिडियो हेर्नु कस्तो हुन्छ। जस्तो भन्छ त्यस्तै भिडियो म तपाईँहरूलाई राख्नेछु। ल रेन रेन अलि ठुलो आज रेन। र तिम्रो स्कुल नाम के हो? पारस मन्टेश्वरी हो। अनि तिम्रो नाम? ए अनि तिमी स्कुलमा जान्छौ नै? जान्छौ? त्यसो भए ठुलो त्यसो भए मलाई आज होइन नेपालको राष्ट्रिय गान गाएर सुनाइदिनु पऱ्यो। तिमीले गाउँछौ नै? ल गाउ त। अलि ठुलो। ठुलो अलि मजा। ओ थ्याङ्क यू। कसले सिकाएको गाना गाउन? टिचरले। अरू के सिकाउनुहुन्छ? यति सिकाउनु भयो? त्यसो भयो यति भनेर क्लासमा गयो। अनि तिम्रो घर कहाँ हो? कहाँ? जाजरकोट हो। अहिले तिमी कहाँ बस्छौ? सुर्खेत बस्छौ? मम्मी है त? घर है? मम्मीको नाम के हो? जबुर। बाबाको? के हो भन्न। नेपालमा कतिवटा जिल्ला छन् रे? कति? 2टा हुन्छ? मजाले। अनि के ल एउटा चाटी खण्ड गीत गाइदियो तँलाई। सानो स्कुल जानु नुनु गर्नु हुँदैन। ठुलो आवाजले ल ल गाउँ ल ल गीत गा ल अलि ठुलो आवाजले। खतरा है। ल साथीहरू भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै गरिदिनु, त्यस्तै कमेन्टै दिनु होला। किनभने आगामी दिनमा पनि यस्तै नयाँ भिडियो लिएर आउने नै छु। त्यसको लागि तपाईँले च्यानललाई सब्सक्राइब गरेर जोडिदिनु होला भन्दै आजको भिडियो यहीँ बिदा हुन्छु। नमस्ते, बाई।